नमस्कार। आज म हजुरहरूलाई यहाँ छको तर्फबाट केही कुराहरू भन्न गइरहेको छु। हामी साधारणतया कामको सिलसिलामा देश तथा बाहिर विदेशमा हामी काम गर्ने गरेका छौँ। त्यसमा पनि बुझेर वा नबुझेर हामी कुनै पनि किसिमको रोजगारीमा आबद्ध भएका छौँ। अब आज हजुरहरूलाई म त्यही रोजगारी र त्यसको प्रकार स्थितिको बारेमा केही कुरा भन्न गइरहेको छु। यसलाई मुख्यतया 5 वर्गमा विभाजन गरिएको छ। पहिलोमा आउँछ पूर्णकालीन रोजगारी, जसलाई फुल टाइम पनि भन्ने गरिन्छ। त्यसरी नै अर्को आउँछ हजुरहरूको आंशिक रोजगारी, जसलाई पार्ट टाइम पनि भन्ने गरिन्छ। अर्को आउँछ करारमा आधारित कन्ट्र्याक्ट बेस्ड रोजगारी। अर्को आउँछ हजुरहरूको रिमोट, जसलाई दूरस्थ पनि भन्ने गरिन्छ नेपालीमा। र अर्को अन्तिममा आउँछ हामीहरूको फ्रिलान्सिङ। यो नेपाल तथा बाहिर एकदमै चलिआएको एउटा रोजगारीको प्रकार हो। योभन्दा अगाडि मैले फ्रिलान्सिङ तथा अरू रोजगारीको प्रकारहरू भन्दै जाँदाखेरि चाहिँ मैले हजुरहरूलाई फ्रिलान्सिङको बारेमा यसको सानो परिभाषा दिन चाहेँ। यो एउटा स्वरोजगार हो। यसमा कुनै पनि व्यक्तिले एक कम्पनी मात्र नभई विभिन्न किसिमको ग्राहकहरूको लागि काम गर्ने गर्दछन्, जसमा आफै कामको समय र जिम्मेवारी आफैले लिनुपर्ने हुन्छ। फ्रिलान्सिङ भनेको कुनै पनि एक कम्पनीको स्थायी कर्मचारी नभई स्वतन्त्र रूपमा ग्राहकहरूका लागि काम गर्नु हो। फ्रिलान्सरले आफ्नो सिप अनुसार परियोजनामा आधारित भएर काम गर्ने गर्दछन्। उनीहरूले आफ्नो कामको दक्षता, स्किल्सहरूलाई आफैले अनलाइन तथा अफलाइन जुन कामको बजारको मार्केट पनि भन्ने गरिन्छ, त्यसमा चाहिँ आफै आबद्ध भएर काम पनि गर्ने गर्दछन् र त्यसमा आफूले चाहेको समय आफैले निर्धारण गर्न सक्दछन्। धन्यवाद।